हेलो नमस्ते सेवारू। आज म चाहिँ धेरै पछि भ्लग छोटो बनाउँदैछु है। आज म बसेको घरको केही वातावरण देखाउँदैछु है। आज चाहिँ हावा हुन्डरी बतास चलिरहेको छ, एकदम शीतल दिइरहेको छ। अनि हाम्रो घरपट्टि अङ्कलको छोटो बगैँचा देखाउन गइरहेकी छु है। हामीलाई हाम्रो घरमा चाहिँ दसैँ तिहार लाग्नै पर्दैन, यस्ता यस्ता फुलहरू फुलिरहेको हुन्छ जहिले पनि। अनि त्यसै अवस्थामा म भिडियो खिच्दाखेरि चाहिँ होइन विक्कीले चाहिँ खुब चियाउँदै लुक्दै जिस्किँदैछ मसँग। अनि यहाँ विभिन्न किसिमका फुलहरू रहेका छन् होइन। हाम्रो घरपट्टि अङ्कल यति धेरै मेहनती हुनुहुन्छ कि जहिले फुलमा पानी हाल्ने, बगैँचामा स्याहार्ने काम चाहिँ उहाँकै हो। अरू कसैले गर्दैन। यहाँ खुर्सानी पनि रोप्नु भएको छ, यस्तरी देखाउनु पर्छ अरे भनेर सिकाउनु भएको थियो है मम्मीले। अनि यस्तरी देखाउँदैछु म चाहिँ फल्दैछ होइन। अनि त्यस्तै गरेर शीतल भइरहेको छ। यो चाहिँ खै के को फुल हो कि फल हो होइन, फुलिरहेको छ। त्यतिकैमा आकाश करायो है थर्किने गरी। मलाई डराउँदै होइन, म चाहिँ डराउँदै फेरि खिच्दैछु। त्यति नै बेला फेरि विक्कीले मलाई चियाउँदैछ, पिसाब फेर्दै, यसको कामै पिसाब फेर्ने हो। त्यतिकैमा सिमसिम पानी पर्न थाल्यो। अब पानी पर्दै आकाश हेर्दै म चाहिँ पिङ पनि खेल्दैछु। फेरि विक्कीले उसले चियाउँदैछ, के गरिरहेको होला भनेर क्या। अनि त्यसपछि यस्ता यस्ता फुलहरू हाम्रो घरपट्टि अङ्कलले राख्नु भएको छ, कति राम्रो छ। अनि दिउँसो यसो अल्छी लाग्दा म चाहिँ प्रायः निस्किन्छु। यहाँ शीतल प्रदान होइन दिन्छ बगैँचाले। यहाँ के को फुल हो, यो फुल चाहिँ झरेपछि म चाहिँ भित्र लगेर चाहिँ यो झरेको चाहिँ यसो राखिदिन्छु। त्यतिकैमा सिमसिम पानी परेर म चाहिँ होइन बगैँचा मुनि यसो बसिराखेको छु। अनि त्यत्तिकैमा ल ठुलो पानी पर्यो। आजको बगैँचाको वातावरण यति नै।